हेलो हेलो तपाईँलाई स्वागत छ मेरो च्यानलमा। आज चाहिँ पसलमा नयाँ सामान आएको भएर यो ब्लग सुरु गर्नु भएको। पसलमा के न्यूहरू अपडेट भयो भनेर हो। सामान चाहिँ ल्याइसकेका छौँ। यसमा चाहिँ यिनीहरू अब यसमा चाहिँ के छ म सबै एक एक गरेर खोलेर देखाउँछु है त। आजको ब्लग सुरु गरौँ यसैबाट। चाहिँ सुरुमा चाहिँ हामीले स्टाफको खोल्दैछ। यो पछाडि ब्लर आएर चाहिँ क्या हो। सुरुमा चाहिँ म देखाउँछु यो स्टाफको कलेक्सन। अस्ति हप्तामा राखेको सिद्धिएको भएर फेरि स्टक गर्दैछु। सुरुमा फुलकाटा चाहिँ फुलकाटा मेनली प्रिन्ट यो चाहिँ चारवटा प्रिन्टवाला। यो हल्का जस्तो वाला something new। यसमा चाहिँ सानो हर्स हुन्छ, हर्सको डिटेलिङ, एनिमल प्रिन्ट। यो राम्रो छ, यो देखाउँछु। स्मुथ टेक्सचर। यो अस्तिको पाला पनि आएको होला। यो पनि यस्तै डियोर नयाँ माछा। यो पहिला थियो, आई थिङ्क यो पनि पहिला आएको हो। त म खोलिहाल्छु नि। अनि चाहिँ पङ्खा बन्द गर्न बिर्सेको भएर आवाजमा डिस्टर्बिङ आएको भने फेरि सुरु गर्दैछु। मैले चाहिँ स्कार्फहरू कलेक्सन गरेको भएर कलेक्सन फेरि रिस्टक भएको भएर त्यसको स्याम्पल त्यस्तो पाउँथ्यो है त। यो छ एउटा। अनि त्यसपछि फेरि त्यसको अर्को पिस यो मैले अघि देखाइसकेको। यो पनि कोलकाता रेडमा। यो चाहिँ मलाई राम्रो लाग्यो। खोलेर देखाइदिइहाल्छु। कम्पास ट्राभलिङ हुक सुट्स ह्याट माउन्टेन के प्रिन्ट राम्रो छ। सेम त्यो प्रिन्ट, एनिमल प्रिन्ट, प्यारट्स एनिमल प्रिन्ट, हर्स। धेरै नै हर्स देखिरहेको छु मैले। हर्स प्रिन्टहरू धेरै चलिरहेको छ। हर्स वाउ, यसलाई त फ्रेम गरेर घरमा राख्दाखेरि पनि एन्टिक पिस देखिन्छ होला नि। अनि यो पनि कलरफुल, समथिङ कलरफुल अन्त वाउ, त्यो दिवारमा उनीहरू पेन्टिङ जस्तो छ। यो पनि देखाइसक्यो, यो त्यो पेन्टिङको। यो पनि चाहिँ यसरी खोला जस्तै होइन। अहिले एकदम चल्छ नि पेपर कटन भन्ने टी सर्ट हो। त्यो हामीले ल्याएको छौँ नयाँ समथिङ न्यू। कस्तो छ यसरी बाँध्ने छ यहाँ। जो मैले बाँधिसकेको छु। अनि बटन कस्तो, बटन चाहिँ दुइटा चाहिँ मैले चाहिँ दुइटा लगाइदिएको छु। दुइटा बटन हरेक सेसनमा दुइटा बटन छ। यसमा चाहिँ यो कलर, यो चाहिँ पेपर कटन हो क्या। अन्त यस्तो सानो हुन्छ कि
कति छ भने त यो सेम है र यो पनि राम्रो छ प्रिन्ट सेम त्यही हो पेपर कटन हो अन्त टक्क बटन लाउनुपर्छ स्लिभ यसको यो कलर राम्रो छ है पिङ्क पेपर कटन यसको स्लिभ भयो यो बान्ने डोरी अनि यो चाहिँ सर्ट स्टाइलमा यसमा यो ब्लग चाहिँ म सायद राख्छु भोलि नै राख्छु भोलि मन्डे त आज सन्डे बनाइरहेको छु पनि राम्रो छ कति राम्रो राम्रो कलरहरू म कलर देखाउँछु है एउटा दुईटा तिनटा चारवटा पाँचवटा छवटा सब पेपर सर्ट मलाई फोन गर्नु पर्छ यो अनि यो टी-सर्ट चाहिँ मैले राखिसकेको छु है मेरो इन्स्टाको एकाउन्ट फेसबुकको एकाउन्ट टिकटकमा यो टी-सर्ट चाहिँ राखिरहेको छु 11 पेपर कटनै भन्छ त्यसको चाहिँ त्यहाँको है यो चाहिँ फेरि रिस्टक भएको यो त मैले 3-4 होला रिस्टक गरिसकेको छु राखेको छु त्यसमा हेर्नु न त्यसमा कलर छ यो आएको नयाँ कलर भएको चाहिँ निकाल्दैछु कलर कति राम्रो छ कलरमा के भन्छ स्प्रिङ है यो भयो हट पिङमा फर्मल सर्ट कपडा पनि एकदम राम्रो छ नफुल्ने हल्का स्ट्रेचेबल जस्तो छ तर हल्का मात्रै थोरै हुन्छ नि स्ट्रेचेबल हट पिङमा फुल्ने राम्रो छ है फर्मल ब्ल्याकको चाहिँ भिडियोमै राम्रो आउँदैन कि कलरै हुँदैन कुनै क्याप्चरै गर्दैन नि त विन्ड चिटर चाहिँ यसपालि चाहिँ पहिला नै ल्याइसकेको होइन अनि यो चाहिँ ल्याएको भएर मात्रै छ है यो चाहिँ 5 एक्सएलसम्म आएको छ है यो चाहिँ तर मेरो साथीले नि निम्ति मसिरहेको थियो पनि फोन गरेर बोलाउनु पऱ्यो यसमा चाहिँ सबभन्दा सानो साइज एक्सल सबभन्दा सानो साइज है यसमा चाहिँ गाइज 5 एक्सएलसम्म साइज सबभन्दा सानो साइज पंखा बंद करके भरो गर्मी भयो पुरा लुक खाउँछु पुरा लुक त पछि अनि डनमा राखेर खाउँछु है त यसरी नै हेर्नु न अझ 1 पिस लगाएको भएर कसरी देखिन्छ म चाहिँ यसलाई प्रोपर डनमा लगाएर राखेर खाउँछु है यो चाहिँ ब्ल्याकमा राख्नु सेलको कपडामा सेल गर्नु खान्छ मान्छे पहिला नै आइसकेको भन्नु फेरि स्टक भएको है एउटा के गरेर यो मैले लाएर पनि सुन्दैन यसको फेयर यति राम्रो छ हेर्नु गजबको छ फेयर
यसरी हो यहाँ बाँध्ने हो त्यसमा यसको फोटो छ नि म तपाईँ मेरो पेज इन्स्टा फेसबुक टिकटकको कुसुम फ्यान्सी कलेक्सनमा गएर हेर्न सक्नुहुन्छ मन पऱ्यो मलाई ब्ल्याक ब्लू र ग्रिन मिक्स राम्रो छ कलर यो यसमा अनि वान अगेन ब्ल्याक यसको चाहिँ बान्ने हुन्छ है यो चाहिँ दिएर चाहिँ राखेको छु दुईवटा सातवटा कलर बनाएको छ स्टक अनि चाहिँ पिङमा चाहिँ यसमा चाहिँ पिङ हाल्नु छ यो पनि त्यही बान्नु लामो हुन्छ पुरा लामो मेरो फ्याब्रिक यति हेभी छ कि राम्रो खाले हाई क्वालिटी भन्न सकिन्छ एकपल्ट दुईवटा चारवटा कलर है अन्त ब्लू र ग्रिनको अनि यति भएपछि यो चाहिँ फ्री स्टक गरेको यसमा चाहिँ कलर नखाएको गरेर वाइट मात्रै ल्याएको छ है देखाइदिइहाल्छु यसको चाहिँ कपडा एकदम राम्रो छ एकदम भुवा सुवा केही नआउने तर अफसोस यो चाहिँ वाइट कलरमा मात्रै भएको भएर एउटा मात्रै ल्याएको छौँ यसमा चाहिँ मका भयो भने छैन नभए त्यसमा पिङ्क ग्रे ब्ल्याक क्रिम कलर अनि ब्राउन कलर थियो अहिले चाहिँ छैन अहिले चाहिँ अफसोस एउटा मात्रै छ त्यही कसैलाई मन पर्छ नि भन्नु होला नभए कसरी भन्नु होला है समर कार्डिगन नर्मल चाहिँ स्वेटर हो अहिले चाहिँ यसलाई कार्डिगन भनेर आएको हो होइन नर्मल चाहिँ स्वेटर हो गर्मीमा लाउने स्वेटर यसलाई चाहिँ आउटर जस्तो लाउनु मिल्छ यो चाहिँ बटरफ्लाई डिजाइनमा रहेछ है देखाइदिएको छु नखुलेको बटरफ्लाई डिजाइनमा है अग्ली देखिन्छ नि त ल त्यसलाई चाहिँ राख्छु है ब्ल्याक वाइट अनि पिङ्क एन्ड रेड है त यसपालि पकाउनु धेरै चलेको पोलोमा भी गलाको टी सर्ट ल भी गलाको राम्रो यो चाहिँ बेसिक टी सर्टहरू हुने राम्रो छ कपडा पनि एकदम राम्रो छ है यो कलर छ यो कलर चाहिँ आएको है यसपालि चाहिँ पिङ्क भएछ है ग्रिन अनि ब्ल्याक चाहिँ सदाबहार कलर नै हो अनि रेड यो चाहिँ ओमा है यु गला भन्नु ऊ गला होइन यु गला नि फ्याब्रिक एकदम राम्रो छ फ्याब्रिक एकदम राम्रो छ है ठ्याक्कै क्रप लाने टप पनि होइन फुल्ने फुल्ने होइन ठिक्क मिड पहिला टी सर्टहरू आउँछ नि यो रेन्जको त्यो कलरमा छ है अनि त्यसपछि अर्को छ त्यो यु गला भयो यो चाहिँ बी गला अनि त्यसपछि
अहिले ल्याएको सामानहरू चाहिँ यिनीहरू नै हुन्। तपाईँलाई मन परेमा मलाई डिएम गर्न सक्नुहुन्छ। इन्स्टा, फेसबुक, टिकटक आइडी कुसुम फ्यान्सी कलेक्सन्स होइन। अनि मेरो भिडियो मन परेमा अपलोड गरेमा मलाई फलो गर्नु होला, कमेन्ट गर्नु होला, सब्सक्राइब गर्नु होला, लाइक गर्नु होला अनि सेयर पनि गर्न सक्नुहुन्छ है त। सो वाइट फर्मल सर्ट है। अनि देखो नि यसमा चाहिँ यो चेरीवालाहरू चाहिँ केमा रहेछ केमा थियो कुन अन्त म त सब चेरीवाला यो सायद टी सर्टमा थियो होला यो चाइनिज टी सर्टमा यो यसमा चाहिँ यस्तो पाइन्छ। यो चाहिँ एनिमल प्रिन्टमा पनि आएको थियो, अब चाहिँ यो प्रिन्टमा आएको छ है। यो चाहिँ सबभन्दा सानो साइज लार्ज होइन, सानो छ लार्ज सानो सानो यो पनि 26 नम्बर स्लाइटली बेली छ है। यसको चाहिँ एनिमल प्रिन्ट थियो अनि प्लेन ब्ल्याकमा छ। अनि यसमा प्लेन ब्ल्याक चाहिँ यसमा छ नेट साइडमा लाइनिङ भिडियो धेरै लामो भयो जस्तो छ। नेटको चाहिँ क्रिसक्रस अनि बेली चाहिँ हुन्छ है। भयो यसको चाहिँ कलर 3XL लास्टिङ 3XLसम्म हुन्छ। अनि नर्मल बेली भिडियो छिटो बनाउँछ किनकि भिडियो धेरै लामो भइसक्यो। यो चाहिँ नर्मल छ। यसको चाहिँ पछाडिपट्टि पकेट पनि छ। यसमा चाहिँ के छ भने सिम्पल यो भयो। अनि यसमा चाहिँ साइडमा लाइनिङवाला चाहिँ तिनवटा लाइनिङ नेट सिम्पल बेली नौलाई कम्फर्टेबल हाई वेस्ट हुन्छ। यो पेटलाई लगभग टमटम्रो काम गर्छ भनौँ न। त्यसपछि यो चाहिँ एनिमल प्रिन्ट पनि छ है। आजको भ्लग पनि यति नै एन्ड गरेँ। तपाईँलाई मेरो भ्लग मन परेमा लाइक सब्सक्राइब र कमेन्ट गर्नुहोला। अनि कसैलाई सामानहरू मन परेमा टिकटक एकाउन्ट, इन्स्टा एकाउन्ट अनि फेसबुक एकाउन्ट कुसुम फ्यान्सी कलेक्सनमा हेर्न सक्नुहुन्छ। र सामानलाई अझै मोर डिटेलमा जान्न चाहनुहुन्छ त्यसमा जान्नु होला। डु फलो। अनि मन परेमा मलाई डिएम गर्नु होला। आज भ्लग बाई बाई।